नमस्ते साथीहरू, मैले आज पनि हजुरमाझ केही रसियन र नेपाली वर्डहरू लिएर आएको छु। मेरो अस्ति मैले राखेको भिडियोमा हजुरले धेरै मन पराइदिनु भएको छ, त्यसको लागि धेरै धन्यवाद। म चाहिँ हजुरलाई अलि सजिलो तरिकाबाट कसरी बुझ्न सजिलो हुन्छ, कसरी छिटो बोल्न सक्नुहुन्छ त्यो तरिकाले भन्दैछु। आज चाहिँ मैले लिएर आएको छु, जब हामी दुईजना मान्छे भेट हुन्छौँ नयाँ, एक्कासी भेट्दाखेरि हामीले के गर्छौँ, अब तपाईँले प्रिभियत भन्दा पनि हुन्छ, द्रास्तोविचे भन्दा पनि हुन्छ है। तर फर्स्टमा भेट्दाखेरि रेस्पेक्ट गरेर बोल्नु पर्दाखेरि चाहिँ हामीले द्रास्तोविचे नै भन्छौँ। अब तपाईँ नेपालदेखिबाट जाँदै हुनुहुन्छ, रसिया अब भेट्नुभयो कसैलाई भने तपाईँले भन्नुहुन्छ द्रास्तोविचे, ओचिन प्रियात्न с вами познакомиться। नमस्ते, तपाईँलाई भेटेर खुसी लाग्यो। अनि अर्को मान्छेले भन्छ Здравствуйте, меня тоже очень приятно। नमस्ते, मलाई पनि तपाईँलाई भेटेर खुसी लाग्यो। अनि त्यसपछि अब हामी नाम सोध्छौँ है त। Как вас зовут? तपाईँको नाम के हो? मेरो नाम रिता हो। Меня зовут Рита। तपाईँ कहाँबाट हुनुहुन्छ? Вы откуда? म नेपालबाट आएको हुँ भन्नलाई या इज नेपाल, आभुई भनेको तपाईँ त, अनि उहाँले भन्नुहुन्छ या इज रसिया, म रसियाबाट हो। तपाईँलाई भेटेर धेरै खुसी लाग्यो। या ओचिन राधा знакомиться с вами, या ओचिन राधा, केटी भएपछि राधा भन्नुपर्छ, केटा भए चाहिँ या ओचिन राध भन्नुपर्छ है। अनि त्यसपछि मलाई पनि आशा छ हामी फेरि भेट्छौँ। मिन्या तोर्जे, या मिन्या तोर्जे भनेको चाहिँ म पनि खुसी भएँ भनेको। मिन्या तोर्जे नादेम्स्या मै इस्यो उभिदिम्स्या भनेको चाहिँ आशा छ हामी फेरि भेट्छौँ। अनि अर्को छ अवश्य फेरि भेटौँला भनेको कानियस्न दास्त्रेच्यु, कानियस्न भनेको अफकोर्स भन्ने जस्तै हो।